के एउटा युगको अन्त्य हुँदैछ त? बार्सिलोनाको गोल मेसिन रोबर्टो लेवान्डस्कीले क्याम्प नौ छोड्ने दिन नजिकै आएको जस्तो देखिन्छ। अहिले हामी डिसेम्बर 2025 मा छौँ र जताततै हल्ला छ लेवान्डस्की इज लिभिङ। 37 वर्षको उमेर घट्दो गति, तर अझै पनि गोल गर्ने भोक। के उनी बार्सिलोनामै रिटायर हुन्छन् वा मेसी जस्तै अमेरिका वा रोनाल्डो जस्तै साउदी जान्छन् त? आजको भिडियोमा हामी लेवान्डस्कीको ट्रान्सफर सगाको बारेमा गहिराइमा जानेछौँ। के साँच्चै बार्सिलोनाले उनलाई बेच्न खोज्दैछन् त? उनको ठाउँमा को आउँदैछ त? लेवान्डस्कीको बार्सिलोनाको सम्झौता जुन 2026 मा सकिँदैछ, तर यहाँ एउटा ट्विस्ट छ। बार्सिलोनाको फाइनान्सियल सिचुएसन अझै पनि पूर्ण रूपमा ठिक भइसकेको छैन। लेवान्डस्कीकी टिमका हाइएस्ट अर्नर मध्ये एक हुन्। रिपोर्टका अनुसार यदि लेवान्डस्की अर्को सिजन पनि बार्सिलोनामै बस्न चाहन्छन् भने उनले आफ्नो तलब चाहिँ घटाउनु पर्ने हुन्छ भनेछन्। क्लब बोर्डले उनलाई सम्मान गर्छन्। 37 वर्षका खेलाडी यति धेरै तलब दिन उनीहरू अलिक गाह्रो मानिरहेका छन्। लेवान्डस्की पे कट लिएर बस्लान् त? यो नै अहिलेको मुख्य प्रश्न हो। यदि उनले बार्सिलोना छाड्यो भने कहाँ जाने त? अहिलेको सबैभन्दा तातो खबर भनेको MLS हो। इन्टर मियामीको हल्ला त सुन्नुभएको होला तपाईँहरूले। फ्यानहरूले सपना देखिरहेका छन् कि मेसी, सरेज, बास्केट र अल्बासँगै लेवान्डस्की पनि थपिनेछन्। तर भर्खरै फेब्रियो रुमीले यो हल्लालाई अलिकति शान्त पारेका छन्। अर्को एउटा क्लब छ जो लेवान्डस्कीको लागि पागल भएको छ, त्यो हो सिकागो फायर। अमेरिकाको सिकागो सहरमा पोल्यान्ड बाहिर सबैभन्दा धेरै फ्यानहरूमा छन्। त्यहाँ लेवान्डस्की राजा जस्तै हुनेछ। खबर आएको छ कि सिकागो फायरले उनलाई रेकर्ड ब्रेकिङ तलब अफर गरेको छ। 38 वर्षको उमेरमा परिवारसँगको अमेरिकामा सेटल हुनु र आफ्नै देशका मानिसहरूमाझ खेल्नु यो लेवान्डस्कीको लागि आकर्षक विकल्प हुन सक्छ। अब अर्को कुरा गरौँ साउदी अरबिया। साउदी अरबियालाई हामीले बिर्सिन सक्दैनौँ। साउदी क्लबले लेवान्डस्कीलाई भित्राउन पछिल्ला 2 वर्षदेखि प्रयास गरिरहेका छन्। यदि लेवान्डस्कीको प्राथमिकता पैसा नै हो भने साउदी प्रो लिगमा उनलाई यस्तो अफर दिन सक्छ जुन बार्सिलोना वा अमेरिकाले सोच्न पनि सक्दैन। तर लेवान्डस्की पहिले नै भनिसकेका छन् कि उनको लागि पैसाभन्दा लाइफस्टाइल र प्रतिस्पर्धा एकदम कम्पिटिसन चाहिँ मुख्य हो। त्यसैले साउदी जाने सम्भावना अमेरिकाको तुलनामा अलिक कम देखिन्छ। तर फुटबलमा नेभर से नेभर, केही पनि भन्न सकिँदैन। यो सिजन लेवान्डस्कीको खासै त्यति राम्रो सिजन पनि गएको थिएन। 8 गोल गरे। ला लिगामा उनले 8 गोल गरेको थियो, तर च्याम्पियन्स लिगमा उनको जादु अलिक कमै देखिन्थ्यो। त्यहाँ गोल त्यति गर्न पनि सकेनन्। हान्सी फ्लिकले पनि बिस्तारै फेरेन टोरेसलाई युवा खेलाडीहरूलाई मौका दिइरहेको छ। लेवान्डस्की पहिले जस्तो 90 मिनटमै हाई प्रेसिङ गेम खेल्न सक्दैन। बार्सिलोनाको भविष्य भनेको अब राइजिङ स्टारहरू नयाँ टिम भर्खरको युवा टिम बनाउन चाहन्छन् जहाँ लेवान्डस्कीको भविष्य मुख्य स्ट्राइकरबाट मेन्टरमा बदलिन सक्छ। यदि लेवान्डस्की गइहाल्यो भने बार्सिलोनाको 9 नम्बर जर्सी कसले लगाउँछ त भन्दा पछिल्लो समयमा बार्सिलोनाका सल्लाहकार एन्ड्रे मस्किटले एउटा नाम दिएको छन्, जुलियन अल्भारेज। अर्जेन्टिना स्टार अल्भारेज बार्सिलोनाको राडारमा छन्। उनी युवा छन्, अलिक डिसिप्लिन पनि छन्, मेहनती छन्, गोल पनि गोल मेसिन जस्तै गोल लगाउँछन्। के बार्सिलोना लेवान्डस्कीलाई बेचेर अल्भारेजको ल्याउन सक्ला त? यो एकदमै राम्रो चोइस चाहिँ बार्सिलोनाको लागि हुन्छ। रोबर्ट लेवान्डस्कीकै हातमा छ कि उनी बार्सिलोनामा तलब घटाएर लेजेन्डको रूपमा रिटायर हुन्छन् अथवा अमेरिका गएर नयाँ चुनौती स्वीकार्छन्। तपाईँलाई के लाग्छ त? बार्सिलोनामा बस्छन् या अमेरिका MLS जानुपर्छ अथवा साउदी अरबिया जानुपर्छ त? कमेन्ट बक्समा आफ्नो विचार लेख्नु होला। फुटबलको बारेमा यस्तै ट्रान्सफर अथवा न्युज अथवा केही पनि जान्नको लागि हाम्रो च्यानलमा सब्सक्राइब गरिदिनु नबिर्सनु ल। अर्को भिडियोमा भेटौँला। धन्यवाद।